नमस्कार। नमस्ते। हजुर हामी कहाँ हुनुहुन्छ अहिले अनि यो के रहेछ यो स्ट्रक्चर यसको बारेमा केही भनिदिनु होला। म अहिले चाहिँ स्मल साना किसानहरू मिलेर जुन धान खेती गरेका छन् त्यो धान खेतीको खेतहरूको बिचमा छु र यो जुन हेर्दै हुनुहुन्छ यो डिप ट्युबवेल हो जुन यो यसपालि मध्य प्रदेशमा जुन ठुलो खडेरी परेको र सङ्कटग्रस्त क्षेत्र घोषणा भएको थियो त्यो समयमा सिँचाइको लागि किसानहरू मिलेर लगानी गरी आफ्नै लगानीमा यो गाडेको डिप ट्युबवेल हो जुन यतातिर चारैतिर हेर्दै हुनुहुन्छ नि हरियो खेतको फाँट जुन धान चाहिँ एकदमै फलेको देखिन्छ। यसो हेर्दाखेरि राम्रो बाली देखिन्छ। यसको श्रेय यही भूमिगत पानीलाई जान्छ जुन त्यत्रो खडेरीको बेला पनि यो डिप ट्युबवेलले यति चारैतिर जुन खेती लागेको छ रोपाई त्यति बेला सम्भव हुन सक्यो र त्यसको सिँचाइ पनि हुन सक्यो। यसको कारणले गर्दा किसानहरूले बाली लगाउन सके र किसानहरू निकै खुसी छन्, उत्साहित छन्। त्यसैले यस्तो हो। अब यो एउटा के छ हजुर आफै पनि अब कृषि विशेषज्ञ भएको मान्छे होइन। अब मैले भन्न एउटा के कुरा सोध्न चाहेँ भने अब यो एउटा डिप ट्युबवेलवाला कुरा त भयो, तर यो सरकारको तर्फबाट अझै पनि यो कृषकहरूलाई धान खेती अब वर्षे नै खडेरीको समस्याहरू आइरहेछ होइन। त्यस्तो अवस्थामा यस्तो डिप ट्युबवेलवाला कार्यक्रमहरू ल्याएर किसानहरूलाई चाहिँ यस्तै विभिन्न अनुदानमा चाहिँ यस्ता डिप ट्युबवेलहरू चाहिँ सञ्चालन गर्ने भन्ने हिसाबको यदि योजनाहरू ल्याउँदा कस्तो होला। र अर्को कुरा यो एउटा के छ भने खडेरी पर्ने बेलामा चाहिँ गाउँघरमा फेरि पानीको लेयरहरू पनि डाउन हुने समस्याहरू पनि देखिन्छ। यस्तो अवस्थामा सरकारले एउटा चाहिँ लङ लास्टिङ दिगो विकास भन्ने हिसाबले जसले कि कृषकहरू पनि लाभान्वित होस् र अब दिगो विकास पनि कायम होस्, जनताहरूलाई फेरि पछि पनि शास्ति भोग्नु नपर्ने हिसाबले चाहिँ कस्ता योजनाहरू ल्याउनु उपयुक्त होला, के सल्लाह सुझाव दिन चाहनुहुन्छ? यो खडेरीकै समयमा सिँचाइको महत्त्व अझै बुझिन्छ। सामान्य समयमा त आकाशे पानीले यदि बर्खे बालीहरूलाई सपोर्ट गरिरहेको हुन्छ भने त्यति बेला अब सिँचाइ कति आवश्यक हो त्यो भान नहुन सक्छ। र जुन हिसाबले यसपालि ठुलो खडेरी परेको थियो त्यति बेला सबैतिरबाट चाहिँ ध्यान गएको थियो र नेपाल सरकारबाट पनि मध्य प्रदेशलाई विपद त्यो खडेरीको दृष्टिकोणले विपदग्रस्त क्षेत्र घोषणा पनि भएको थियो। त्यो समयमा तत्कालीन प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूबाट हेलिकप्टरमा यसो चाहिँ भ्रमण हुँदाखेरि उहाँले डिप ट्युबवेलहरू गाड्ने घोषणा समेत गर्नुभएको थियो। अब त्यो कार्यान्वयन पक्ष त्यसको कमजोर रहेको महसुस गरिएको छ। तथापि त्यो अवस्थामा जुन किसिमको अब नेपालभरिकै सबैतिर जुन कुराको भयो र त्यति बेला त्यो डिप ट्युबवेलको कुरामा विभिन्न किसिमका चर्चाहरू भए। त्यसमा चाहिँ पोजिटिभ नेगेटिभ दुइटै कुराहरू, सस्तो लोकप्रियता हो भन्ने कुराहरू पनि कतिपयतिरबाट आयो। तर वास्तवमा भन्ने हो भने डिप ट्युबवेल भनेको समाधान हो नि त। अरू ठुला सिँचाइ आयोजनाहरूको परिकल्पना त नगरेको होइन। सर्फेसबाट सिँचाइ हुने आयोजनाहरू बन्न वर्षौँ लाग्ने गर्छ। यो डिप ट्युबवेल चाहिँ तुरुन्तै गाड्ने तुरुन्तै प्रतिफल चाहिँ पाउन सकिने खालको हो नि त।
यो डिप ट्युबवेलवालाहरूबाट गाडेर सिँचाइ तुरुन्तै गर्दाखेरि जबसम्म ती ठुला सर्फेस आयोजनाहरू बन्दैनन् त्यसभन्दा अगाडि नै यो डिप ट्युबवेलहरू गाडेको हजुरको 10 वर्षदेखि 15 वर्षमा यसको लगानी सहित प्रतिफल पनि यसको कयौं गुणा उठिसकेको हुन्छ। त्यसैले यो डिप ट्युबवेल, स्यालो ट्युबवेल, डिप ट्युबवेलहरूबाट सिँचाइको तत्कालीन समस्या समाधान गरेर खेतीको उब्जनी बढाउने, धेरै बालीहरू वर्षैभरि गर्यो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्छ। एक किसिमको जुन बेरोजगारीको समस्या जुन छ त्यो पनि समाधान हुन्छ। किनभने अब एउटा बालीदेखि दुईटा बाली वर्षमा मात्रै लगाउने ठाउँमा यो डिप ट्युबवेलहरू भयो र स्यालो ट्युबवेलहरू भयो भने किसानको हातमा पानी हुन्छ, चाहिएको बेला सिँचाइ गर्न सक्छन्। त्यो हिसाबले वर्षमा 3टा 4टा बालीसम्म लगाउन सक्ने र वर्षैभरि चाहिँ किसानले रोजगारी पाइरहने अवस्था हुन सक्छ। यसका साथै नगदे बालीहरू, तरकारी बालीहरू, फलफुल बालीहरू लगाउन सक्छन्। यही सन्दर्भमा मैले एउटा अझै पनि जिज्ञासा राख्न चाहे। नेपाल यतिकै पनि पहिलेदेखि पनि कृषि प्रधान देश भन्ने चाहिँ अब अवस्था रहेकोमा चाहिँ अहिले चाहिँ फेरि नेपालको चाहिँ तराई भूभाग भनेको कृषिको लागि चाहिँ एकदमै यहाँ चाहिँ राम्रो स्थान र त्यहाँ समथर भएको कारणले गर्दा कृषिको अवस्था चाहिँ यो एकदमै कमजोर रहेको अवस्था देखिन्छ र अहिले चाहिँ पछिल्लो समयमा आएको संघीयताले गर्दा चाहिँ विभिन्न स्थानीय तहहरूमा बजेट गएको अवस्था पनि रहेको अवस्थामा चाहिँ अहिले चाहिँ योजनाहरू हेर्दा सडक र भवनहरूमा योजना बढी चाहिँ गएको देखिन्छ। त्यसमा पनि अब पार्टी पौवा, त्यस पछाडि मठ मन्दिरमा धेरै जति बजेटहरू गएको देखिन्छ। यस्तो अवस्थामा चाहिँ के कृषिमा यस्तै योजनाहरूमा बजेट दिनु राम्रो हुन्थेन र के सुझाव सल्लाह दिन चाहनुहुन्छ? बजेट बनाउने बेलामा यस्तो कृषकहरूलाई र किसानहरूलाई चाहिँ टेवा पुग्ने गरी योजना राख्नु कतिको उपयुक्त हुन्छ? छोटकरीमा यसो सुझाव सल्लाह दिनु न। देश अहिले संघीयतामा गइसकेपछि सङ्घ प्रदेश र स्थानीय तह छुटिएको छ। सिँचाइको सन्दर्भमा पनि अब नीतिगत व्यवस्था अनुसार पनि हेर्दाखेरि अब ठुला आयोजनाहरू सङ्घीय सरकारले हेर्ने, मझौला किसिमकालाई प्रदेश सरकारले हेर्ने र साना सिँचाइका आयोजनाहरूलाई स्थानीय तहले हेर्ने किसिमको कुरा चाहिँ नभएको होइन। यस अनुसारले पनि जस्तो यो भूमिगतवाला साना किसिमका ट्युबवेलहरूमा स्थानीय सरकारको पनि अब ध्यान जान सके र यसमा लगानी गर्न सके। यो उत्पादनमूलक क्षेत्र हो, पक्कै पनि कृषि भनेको उत्पादनमूलक क्षेत्र हो। विकसित मुलुकहरूले पनि औद्योगिक विकास गर्नुभन्दा पहिले जुन उद्योगलाई चाहिने चाहिँ कच्चा पदार्थ, अर्को चाहिँ अब लेबर र पुँजी सुरुमा त्यही कृषि क्षेत्रले नै दिएको हो र पछि चाहिँ औद्योगिक क्षेत्रले धेरै विकास अगाडि बढाइसकेपछि कृषि क्षेत्रमा कम मान्छेले पनि कृषि चाहिँ गरिरहेको र अन्य मान्छेहरू चाहिँ औद्योगिक धन्दामा लागेर चाहिँ विकास भएको हो। त्यहाँ पछि कस्तो भयो, औद्योगिकरण भइसकेपछि कृषिमा पनि यान्त्रिकरण भइहालेपछि त्यहाँ चाहिँ धेरैजना लेबर चाहिँदैन। कृषिमा थोरै मान्छेले पनि गर्न सक्छन्। यान्त्रिकरण भइसकेपछि बुढापाकाले पनि गर्न सक्छन्। अहिले जुन एसियाको विकसित राष्ट्रहरू जस्तै दक्षिण कोरिया भयो, जापान भयो, ती राष्ट्रहरूमा कृषि पेसामा बुढापाकाहरू बढी छन्, युवाहरू थोरै छन्। बुढापाकाहरूले त्यो यन्त्रहरू, कृषि यन्त्रहरू राम्रै चलाएर थोरै मान्छेले पनि धेरै जग्गामा बाली चाहिँ गर्ने र त्यसबाट चाहिँ उत्पादन भएकोबाट खुसी सुखी भएर चाहिँ बाँच्ने गरेको मैले देखेको छु। मैले अध्ययन गर्ने क्रममा दक्षिण कोरियामा त्यो अनुभव गर्न पाएको छु। र त्यसो हुँदाखेरि
राष्ट्रको विकास पनि हुने, औद्योगिकरणमा पनि औद्योगिक पनि विकास चाहिँ फस्टाउने। त्यसैले दिगो विकास र औद्योगिक विकासको परिकल्पना गर्दा सुरुमा कृषिलाई चाहिँ एकदमै विकसित पार्नुपर्छ र कृषिले पछि कृषिबाट भएको उत्पादनले औद्योगिक विकासलाई पनि प्रश्रय दिने गर्छ। र यसभन्दा अगाडि जुन प्रश्न सोध्नु भएको थियो दिगो समाधान यो खडेरी समस्याहरूको, त्यसमा चाहिँ जस्तै ग्राउन्ड वाटरलाई चाहिँ बाट प्रयोग पनि गर्ने र ग्राउन्ड वाटर रिचार्ज कसरी हुन्छ त्यसमा पनि ध्यान दिनुपर्ने हुन्छ। ग्राउन्ड वाटर रिचार्ज गर्नको लागि के छ भने वृक्षारोपण एकदमै महत्त्वपूर्ण हुने गर्छ। हाम्रो अहिलेको परिस्थिति आउनुमा जुन चुरे भावर क्षेत्रहरूमा भएको अव्यवस्थित सहरीकरण पनि एउटा हो र वन विनाश। चुरे भावर क्षेत्रहरूमा वन विनाश, धेरै जस्तो झाडीलाई फाड्ने र अव्यवस्थित सहरीकरणहरूले गर्दाखेरि त्यो जुन किसिमले चाहिँ वर्षाको पानी जमिन मुनि चाहिँ सञ्चितीकरण हुनुपर्नेमा त्यो नभएर त्यसले चाहिँ झन् भुच्छैहरू वर्षाको पानीले भुच्छै गराएर खोला नालाहरूमा त्यो गेग्रानहरू बालुवाहरू त्यो माटोहरू जम्ने र त्यसले चाहिँ बाढी आउने समस्या पनि देखिएको छ। अर्को समस्या चाहिँ भूमिगत जल स्रोतको जुन भण्डारीकरण हुनुपर्ने हो त्यो पनि भइरहेको छैन। त्यसैले उत्तरी चुरे भावर क्षेत्रहरूमा, नाङ्गा डाँडाहरूमा र तराईका पनि अब विभिन्न ठाउँहरूमा चाहिँ विभिन्न किसिमका वृक्षारोपणका कार्यक्रमहरू पनि ल्याउनुपर्छ। त्यसले एक त वन पैदावारहरू पनि दिन्छन् र अर्को जुन वर्षाबाट जुन पानी झर्छ त्यसलाई चाहिँ त्यो रुखको पातहरूले त्यसको चाहिँ जराहरूले बिस्तारै त्यहाँ त्यसलाई रोकेर छेकेर बिस्तारै चाहिँ पानी मुनि लग्न दिने किसिमको त्यो गर्छ। त्यसले गर्दा चाहिँ बाढी पनि कन्ट्रोल हुन्छ र अर्को चाहिँ भूमिगत जल स्रोत पनि राम्रो हुन्छ र अर्को चाहिँ वर्षा पनि जुन अहिले वर्षाको प्याटर्न पनि हेर्दाखेरि कस्तो भइरहेछ भने जलवायु परिवर्तनको असर चाहिँ एकदमै देखिएको छ नि त। त्यसलाई पनि न्यूनीकरण गर्दा वृक्षारोपणले असर त्यसले चाहिँ जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एकदमै सहयोग पुर्याउँछ। हस्त यहाँको सुझाव सल्लाह चाहिँ सम्बन्धित निकायहरूमा जाओस् र यसलाई चाहिँ सकारात्मक रूपमा लिएर चाहिँ कृषि क्षेत्रमा चाहिँ बजेट र आवश्यक योजनाहरू चाहिँ छुट्याई आउने अब पुस्ताहरू र अहिले चाहिँ वैदेशिकरणमा जानुभएको सम्पूर्ण युवा पुस्ताहरूलाई चाहिँ कृषिमै एट्र्याक्सन गराउने हिसाबले योजना ल्याउनुहुन्छ भन्ने हिसाबको आशा राख्दै यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्दै बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद।